हरेक मानिसलाई बिस्तारै मार्ने विष। एक समयको कुरा हो, एउटी सुन्दरी युवती आफ्नो वैवाहिक जीवनबाट अत्यन्तै दिक्क भएकी थिइन्। उनी आफ्ना पतिलाई मार्न चाहन्थिन्। एक दिन बिहान उनी अत्यन्तै आत्तिँदै माइतमा आफ्नी आमा कहाँ पुगिन् र भनिन्, आमा, म अब मेरो पतिसँग धेरै नै थाकिसकेँ। उसका नचाहिने व्यवहारहरू सहन नसक्ने अवस्थामा म पुगिसकेँ। अब म उनलाई मार्न चाहन्छु, तर मलाई डर छ। यदि मैले उनलाई मारेँ भने कानुनले मलाई सजाय दिनेछ। के तपाईँले मलाई यसमा मद्दत गर्न सक्नुहुन्छ? आमाले पनि छोरीको कुरामा सहमत जनाउँदै शान्त स्वरमा भनिन्, हुन्छ छोरी, म तिमीलाई मद्दत गर्न तयार छु, तर त्यसका लागि तिमीले सर्वप्रथम एउटा सानो काम गर्नुपर्छ। युवतीले उत्सुकतापूर्वक सोधिन्, कस्तो काम आमा? म मेरो श्रीमानबाट छुटकारा पाउनको लागि जस्तोसुकै काम पनि गर्न तयार छु। आमाले भनिन्, त्यसो भए ठिक छ छोरी, अब म सबै कुरा भन्छु, तिमी ध्यान दिएर सुन। विष दिएर मार्ने हो, तर तिमीले दिएकोमा शङ्का नगर्ने बनाउन सर्वप्रथम त तिमीले आफ्नो पति देवसँग माया र शान्तिसँग बस्नुपर्छ, ताकि तिमीलाई कसैले पनि शङ्का नगरोस्। तिमीले अब पहिलेको भन्दा धेरै सिँगारिएर बस्नुपर्छ, ताकि तिमी उसको नजरमा पहिले भन्दा अझ धेरै आकर्षक र राम्री लागोस्। उसको तिमीले राम्रोसँग हेरचाह गर्नुपर्छ, नम्र स्वरमा कुरा गर्नुपर्छ र सधैँको उसको प्रशंसा गर्नुपर्छ। तिमीले आफूमा धैर्य राख्नुपर्छ, श्रीमानलाई प्रेम देखाउनुपर्छ र रिस कम गर्नुपर्छ। आफू बोल्नुभन्दा धेरै सुन्नुपर्छ र सम्मान गर्नुपर्छ। तिमीसँग भएका आफ्ना पैसाहरू उसकै लागि खर्च गर्नुपर्छ र उसले पैसा नदिँदा पनि तिमीले रिसाउन हुँदैन। घरमा तिमीले कहिले पनि ठुलो स्वरमा कुरा गर्न हुँदैन। सधैँ शान्ति र प्रेम कायम राख्नुपर्छ। के तिमी यो सबै कार्यहरू पूरा गर्न सक्छौ? आमाले सोधिन्। हो आमा, म यी सबै कार्यहरू पूरा गर्न सक्छु। आमा, मैले भोगिरहेको पीडाको अगाडि यी कार्यहरू म सजिलै गर्न सक्छु, ताकि मैले यी पीडाहरूबाट छिट्टै मुक्ति पाउन सकूँ। त्यसपछि आमाले एउटा सानो प्याकेट दिँदै भनिन्, छोरी, यो पाउडर दिनहुँ अलिकति उसको खानामा मिसाइदिने, यसले ऊ बिस्तारै बिस्तारै कमजोर हुँदै जानेछ र एक दिन मर्नेछ। 30 दिनपछि युवती फेरि डराउँदै आमा कहाँ आइन् र भनिन्, आमा, म अब मेरो पतिलाई मार्न चाहन्न। उहाँ पूर्ण रूपमा परिवर्तन भइसक्नु भएको छ। उहाँ अहिले पहिले भन्दा धेरै मायाले कोमल र मिठो हुनुभएको छ। म के गरौँ? यो विषलाई अब कसरी रोकौँ? त्यो विषबाट हुने असर कसरी हटाऊँ? आमाले मुस्कुराउँदै भनिन्, छोरी, तिमी अब चिन्ता नगर। मैले तिमीलाई दिएको कुरा विष होइन, त्यो त केवल मैदा थियो, जसले मानिसलाई कहिले पनि मार्दैन। छोरी, वास्तवमा असली विष त तिमी आफै थियौ। तिम्रो रिस, तिम्रो जलन र तिम्रो उपेक्षाले घरमा विषको काम गरेको थियो। जब तिमीले आफ्नो श्रीमानलाई प्रेम, सम्मान र हेरचाह दिन थाल्यौ, त्यही क्षणबाट तिमीले आफ्नो पतिलाई बचायौ। साथीहरू, बुद्धिमान स्त्रीले आफ्नो सुन्दर घर निर्माण गर्छ भने मूर्ख स्त्रीले आफ्नै हातले त्यसलाई नष्ट गर्छ। जो स्त्री ईश्वरको मार्गमा हिँड्छे, प्रेम, संयम र समझदारीका साथ व्यवहार गर्छ, उसको आफ्नो घरलाई स्वर्ग सम्मान बनाउँछ। तर जो स्त्री मूर्खता र अहङ्कारमा महत्त्वपूर्ण निर्णयहरू गर्छ, उसले आफ्नै घरको विनाश आफै निम्त्याउँछ। साथीहरू, तपाईहरूलाई यो माथिको कथा कस्तो लाग्यो? आफ्नो विचार प्रतिक्रियाहरू व्यक्त गर्न नभुल्नुहोला। समाज रूपान्तरणका लागि खातिर भिडियो सक्दो सेयर गर्नुहोला। यस्तै भिडियो हेर्न जनबोली पेज फलो गर्नुहोला।